गुड मर्निङ है सबैजना आराम हुन्छ भन्ने आश गरेको छु। म पनि ठिकै छु हैन, हल्का रुवा चाहिँ लागेको छ हैन। अनि आज पनि नयाँ भिडियो लिएर आइसकेको छु म तपाईहरुको सामुन्ने। आजको भिडियोको अपडेट भनेको चाहिँ ओर पर्मिटको बारेमा हो। ओर पर्मिट निक्लिन कति टाइम लाग्छ हैन, तर नेपाली मेन पावरहरुले चाहिँ एकदम अब छिटै आउँछ भनेर 6-7-8 महिना अनि पनि झुराइदिएको हुन्छ नि त। तर चाहिँ एक्ज्याक्टली टाइम ओर पर्मिट आउन कति टाइम लाग्छ, के प्रोसेस हुन्छ त्यसको म भिडियो बनाउँछु हैन यसमा, यो ब्लगमा हैन। कृपया पुरा हेर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्स्क्राइब गर्न नभुल्नु होला अवश्य हैन, ताकि रोमानियाको नयाँ नयाँ अपडेटहरु तपाईहरुलाई चाहिँ थाहा होस् हैन। लेट्स स्टार्ट द भिडियो। अब सुरुमा कुरा गर्नु पर्दा अब ओर पर्मिटको लागि चाहिँ सुरुमा चाहिँ तपाईहरुले चाहिँ एउटा मेन पावरमा गएर तपाईहरुले चाहिँ एप्लाई गर्नुहुन्छ हैन। एप्लाई गरिसकेपछि तपाईको चाहिँ मेन काम भनेको तपाईहरुको डकुमेन्ट सबमिट गर्नुपर्छ। आफ्नो स्किल के छ हैन त्यो पनि तपाईहरुले चाहिँ सबमिट गर्नुपर्ने हुन्छ। डकुमेन्टहरु तपाईको भयो, पासपोर्ट भयो, नागरिकता भयो हैन। अनि त्यो मेन पावर नै बुझाउनु पर्ने हुन्छ। नागरिकता पर्दैन, फोटोकपी भयो हुन्छ। पासपोर्ट चाहिँ अब कसैले राख्छ, कसैले फोटोकपी लिन्छ हैन। अनि त्यसपछि चाहिँ तपाईको अब एजुकेसनको अब सर्टिफिकेट चाहियो हैन, स्किल छ भने स्किलको सर्टिफिकेट चाहियो हैन। अनि सानो एउटा इन्टरभ्यु चाहिन्छ। तपाईहरुले चाहिँ आफ्नो सेल्फ इन्ट्रोडक्सन भएको, म यति वर्षको भए, म यस्तो यस्तो छु, म रोमानिया जान्न चाहन्छु, यस्ता उतिको भनेर 1-2 मिनेटको भिडियो चाहिन्छ हैन। एप्लाई भइसकेपछि चाहिँ तपाईको चाहिँ सुरुमा आउने भनेको कसैको चाहिँ के भन्छ भने अफर लेटर नआइकन ओर पर्मिट डाइरेक्ट नै आउँछ भन्छ। त्यस्तो किन भन्छ, अब तपाईहरुको चाहिँ आउँछ, तर चाहिँ अब डाइरेक्ट अफर लेटर भनेको मोस्ट इम्पोर्टेन्ट त्यस्तो त केही होइन। तर चाहिँ त्यसको अफर लेटरमा चाहिँ कम्पनीको नाम मेन्सन गरेको हुन्छ हैन। अनि सेलेरी कति, अनि ड्युटी हैन, कति घन्टा ड्युटी काम हैन, अनि कुन कम्पनी कहाँ छ त्यो सबै त्यसको डिटेल हो। अनि यति अनि खाना बस्न कसको त्यो हुन्छ है अफर लेटरमा। अनि अफर लेटर आयो तपाईको ल भनौँ एप्लाई गरेको 15-20 दिनमै आयो भने त्यसको ओर पर्मिटको लागि चाहिँ अब यता कम्पनीले चाहिँ स्वीकृति लिनुपर्छ क्या। अब यो मान्छे चाहिँ मेरो कम्पनीमा आउँदैछ भनेर ओर पर्मिटको लागि पनि यहाँको गभर्नमेन्टसँग त उसले यो मान्छे हैन, यो नाम गरेको फलानु, यो नाम गरेको मान्छे मैले चाहिँ लिएर आउँदैछु भनेर एउटा पेपर बनाएर त्यो चाहिँ सबमिट गर्नुपर्छ। ओर पर्मिट भन्छ त्यसलाई। त्यसको लागि चाहिँ पुरा प्रोसेस भनेको चाहिँ तपाईहरुको चाहिँ धेरै लाग्यो भने चाहिँ अब मेन पावरमा त नेपालमा त झुलाइदिन्छ। किनभने चाहिँ यत्तिकै पनि तपाईको डिमान्ड नभइकिन, डिमान्ड छ भनेर डिमान्ड नहुँदा पनि यता कम्पनी बल्ल खोजेर त्यत्तिकै एप्लाई गरिदिने यिनीहरूले। डाइरेक्ट यिनीहरूको कुनै हात हुँदैन। डाइरेक्ट कम्पनीले गर्यो भने धेरै बेर लाग्दैन। तपाईको 30 दिनभित्र 30 दिन यताउति सबमिट गरेको, यताउति गरेर टोटल 45 दिनमा तपाईको ओर पर्मिट निक्लिन्छ रोमानियाको हैन। तर चाहिँ अहिलेसम्म कसैको पनि 45 दिनमा आएको रेकर्ड छैन नेपालबाट आउनेको प्रायको हैन। अब कसैको होला त्यस्तो 1-2, अब डाइरेक्ट अर्जेन्ट भनौँ न कम्पनीलाई, यहाँको कम्पनीलाई मान्छे चाहिएको छ र डाइरेक्ट यसले राम्रो कम्पनी छ भने होला। नत्र चाहिँ प्राय जसो रोमानिया आउने जो कोही पनि हुनुहुन्छ हैन, उहाँको लागि चाहिँ 5 महिना 6 महिना चाहिँ लागेकै छ क्या अहिलेको हिसाबमा हैन। त्यत्रो लाग्दैन। तपाईहरुको चाहिँ त्यो मेन पावरको हो। अब सबै मेरो नै 4-5 महिना लागेको थियो हैन। अब त्यही हो कुरो। अब अनि अरु अब चेक गर्ने, ओर पर्मिट कसरी चेक गर्ने भन्ने पनि धेरैजनाले हुन्छ। तपाईले त्यो जुन कम्पनीको तपाईको नाम हुन्छ त्यति तपाईको अफर ओर पर्मिटको त्यहाँ आफूले बुझ्नुहुन्न भने ट्रान्सलेट गर्नुहोस् गुगलमा हैन। अनि त्यो कम्पनीको नाम त तपाईहरुलाई थाहा हुन्छ। कम्पनीको नाम चाहिँ तपाईले क्रोममा हैन, गुगलमा जहाँ पनि सर्च गर्न सक्नुहुन्छ। त्यहाँ तपाईको चाहिँ कम्पनीको नाम हालेपछि तपाईको कुन ठाउँमा छ हैन, अनि त्यहाँको त्यो नम्बरहरु सबै चेक गर्नुहोस्। तपाईको ओर पर्मिटमा जे छ त्योहरु त्यहाँ ट्याक्क मिल्यो भने चाहिँ तपाईको ओर पर्मिट सक्कली हो, रियल हो भनौँ न, रियल हो। अनि नत्र चाहिँ तपाईको फेक हुन्छ त्यस्तो, अरु त्यहाँ मिलेन भने हैन। त्यही हो। अनि अरु कुरा चाहिँ आजको भिडियो भनेको मैले चाहिँ त्यही ओर पर्मिटको लागि मात्रै भने हो, यति दिनमा निक्लिन्छ भनेर। अब त्यो चाहिँ आफ्नो कम्पनीमा अब मेन पावरमा भर पर्छ कति टाइममा निकाल्छ भन्ने। नत्र रियल भनेको चाहिँ 45 दिनभित्र चाहिँ ओर पर्मिट चाहिँ निक्लिन्छ है। तपाईहरु ढुक्क भएर बस्नुस्। तपाईले एप्लाई गर्नुभएको छ नआत्तिनुस्। 4-5 महिना 6-7 महिना त लाग्छ नेपालमा, मलाई थाहा छ। किनभने डिमान्ड नभइकन नि छ भनेर झुलाउने हो। ल सिउ नेक्स्ट ब्लग। त्यसको लागि चाहिँ हैन पछि अब केही बुझ्नु भएन भने चाहिँ कमेन्ट गर्नु होला। जति पनि बुझ्नु हुँदैन उहाँले चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ यही भिडियोमा, म रिप्लाई दिन्छु हैन। एकदम भनौँ न घाँटी दुख्ने अनि यो हल्का रुगा लागेको भएर चाहिँ मेरो स्वरहरू बसिरहेको छ। त्यसको लागि माफी चाहन्छु हैन। सिउ नेक्स्ट ब्लग। जय श्रीराम, जय सबैजना, टेक केयर है।